यो चाहिँ म कान्छो छोरो यहाँ जेठो छोरो दिउरानीको छोरो फेरि यहाँ म यहाँ छु म पनि छु कि कता कता नाचेछु म भन्दिनँ न हामी बिहान सुबह बिहानीमा बाख्रा चराउन आछौँ हेर्न सक्नुहुन्छ उतातिर अनि मेरो बेस्ट च्यापर भनेर चाहिँ भिटेन अनि एबी डङ यस्तोहरू हुन् पाक्सोल्टे यसलाई मैले ट्रेनिङ देखाएर बसेको छु यहाँ मैले चिया खाँदै वेलकम टु माई भ्लग हेलो नमस्ते वेलकम ब्याक टु माई अनदर भ्लग नयाँ दिन नयाँ सुरुवात र नयाँ भिडियोको साथ म अबदेखि डेली भिडियो हाल्ने भनेर सोचिरहेको छु किनभने चाहिँ मैले युट्युब गर्ने फेरिबाट स्टार्ट गर्ने सोचिरहेको छु सो त्यही हो बिहानको 7:15 भएको छ भर्खर उठेर मुख धोएर टोइलेट गएर फ्रेस भएको छु अनि मम्मी चाहिँ आउनुहुन्छ म चिया खाँदै बाख्रा हेर्दै घरमा आयो म पनि चिया खान्छु यस्तो छ हाम्रो फेरि किचन कोठा लाइनै गयो भने अच्छा बिहान बिहानै चिया खाएर भेट्छु म एकछिनमा अब चिया खाइरहेको थिएँ कि मेरो गाउँको भाइ आहा अब यसलाई हेर्ने पाक्सोल्टे यसलाई मैले ट्रेनिङ देखाएर बसेको छु यहाँ मैले चिया खाँदै बिहान बिहानै होइन यस्तरी यहाँ पहाड यस्तरी अलि कुहिरोला जस्तरी ढाक्या यता पहाड यस्तरी बसेर यो भ्यू हेर्दै यो चिया खानुको मजा छ नि जो अलगै लेभलका बन्दा था हो अलगै लेभलका यो टाइपको हुन्छ यो बुझ्न चिया खाएर सक्यो अब खाना पकाउने होला खाना पकाउनु पर्छ हाम्रो फेरि दिदी बहिनी छैनन् मम्मीले दिदी बहिनीको जस्तो नभएको महसुस गर्ने गराउनु भएन सो त्यही हो अब म के गर्ने हुन्छ एकैछिनमा भेट्छु यहाँ बाख्रा हेर्न मान्छेले ए के हेर्न आएछ त बाख्रा नआउने युट्युब हेर्ने यस्तो छ यिनको काम मम्मी फेरि यस्तै हो कि सहर बजारमा बसे जस्तो हुने रहेनछ गाउँमा आएपछि अनि भिडियो बनाउने बस्ने 3 महिना बिदामा के गर्छु भनेर सोचिरहेको थिएँ 3 महिना बिदामा के गर्छु भनेर सोचिरहेको थिएँ के भइरहेको यहाँ मम्मी फेरि हाँसिराख्नु भएको मैले भिडियो बनाएर देखेर हेलो गुड मर्निङ क्या कर रहे हो आप हेलो गाइस हामी बिहान सुबह बिहानीमा बाख्रा चराउन आछौँ हेर्न सक्नुहुन्छ उतातिर बाख्रा देखाउन सक्नुहुन्छ क्यामेराम्यान चिया खाँदै हो बारीमै बाख्रा धेरै दुगुरेर तातो चिया थियो त्यही भएर लिएर दुगुरेछु बाख्रा गयो फेरि उता त्यसमा तपाईँ त बिरामी हुन्थ्यो अहिले कस्तो हो सन्चो अहिले ठिक हो ठिक भएको छु सन्चो भएको छु त्यही भएर बाख्रा चराउन आएको छु यहाँ त ठिक बाथरुम बाखा यहाँ अब खाना पकाउने होला ए पूजा गरिदिन्छ हाम्रो घरको ए मेरो बहिनी हो अनि खाना पकाउनु पर्छ अब मैले के गर्ने मम्मी घर तिमीले अब घर गएर हिजोको भाँडा छ त्यो माझ्ने त्यहाँबाट फेरि किचनमा गएर खाना पकाउने मम्मी र बहिनीलाई नास्ता बनाएर दिने आफूले नास्ता खाने अनि खाना पकाउने त्यति मात्र रहेछ काम धेरै छैन त्यही हो म एकछिन यहीँ बसेर मम्मीसँग कुरा गर्छु एकछिनमा घर जान्छु अब तल पसेर हालमा है कृष्णले त ल जा रे नानी नाच्छ नानी नाच
नाच कम्मर हाल्दो नाच 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 छिटो नाच शाबास शाबास कम्मर हात हाल्दो नाच हात कम्मर नाचौ कम्मर हाल्दो यसो गर आयो आयो मोल कति बोरा आयो 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 के त्यो मोलले पुगेन बाख्राको मोलले पुगेन बारी यहाँ कसको यो कालदायुरको हो कि त अच्छा अच्छा यो बारी पनि कालदायुरले के ऊ अझै लगान अब मकै रोप्ने दिन आयो के आयो आयो जेउ लगाएको छ खाना पकाउनु जाँदा खाना पकाउनु तपाईँले पकाउनु यसो गर यता हेर त यसो हात हेर्दै नाच नाच यसो गर्नु यसो गरौ कता हेरेर त नाच फेरि यता हेर कता कता हेर्ने कता नाच यसो म भन्दिनँ न नाच कम्मर हात यहाँ आउ त म सुरुवाल माथि सारिदिन्छु यता तिम्रो लामो भएको सुरुवाल दाइ दाइ भाउजूको छोरी कस्तो नाच जानेछन् कस्तो ए छनी नन्नी ओ छन मान्छे भन्दियो हजुर भन्दियो हजुर भनिदिउँ यता आएर हजुर भन न नमस्ते गर्दियो सन्चै छियो हजुर शान्ति छु भन्दियो नमस्ते गरिदियो कि नमस्ते गरिदिनु दादालाई नमस्ते लज्जो जाऊ न जाऊ 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 लज्जो नाच लज्जो यस्तै छ गाउँघरमा हेर यस्तै छ राजा यस्तै छ यसो गर हुन्छ यसको मम्मी फेरि काम गरिराख्नु यसो गर हो हात नगर यसो यसो गर ल कम्मर पनि कम्मर आफ्नो सुर लिएको त म गएँ अब गएर एनिमे हेर्दै खाना पकाउनु पर्छ अब के गर्ने त मम्मी काम गर्ने घरको के काम गर्ने हो घरमा? खाना पकाउने खाना पकाउने गुन्द्रुकको सब्जी पकाउने गुन्द्रुक गुन्द्रुक भनेर सिन्कीलाई भन्दैन नि मम्मी अर्को केलाई भन्छन् नि सिन्कीलाई पनि भन्छन् कि गुन्द्रुक के पकाउने खाना पकाऊ जो गएर तपाईँ के भन्नु म सोध्छु सन्चो छैन के पकाऊँ भन्ने भइगयो यार के पकाउने त अरू के खाँदा खसी मासु पकाउने होइन भने के तपाईँलाई किन के पकाउने हुन्छ के अब चाहिँ खाना पकाउनु पर्ने तर के गर्ने भाँडा मान्दैछ अलिकति त पहिला म यहाँ अब ल्यापटपमा गीत बजाउँछु हेर्नुहोस् गाइजहरू पहिला ल्यापटपमा लगाउँछु डेली भिडियो बनाउनु भन्ने पनि त्यस्तै हुन्छ क्या कहिले के मिल्दैन कहिले के मिल्दैन होइन कहिले जाँगरै लाग्दैन कि भिडियो बनाउन पनि पहिला गीत लगाऊँ अनि भाँडा माझ्नुपर्छ मैले फेरि यो एनिमी हेर्छु है कोलाई एनिमी मनपर्छ कमेन्ट गरिदिनु होला मैले फेरि एनिमी हेर्छु पहिला चाहिँ त्यो गरौँ पहिला रिफ्रेस गरौँ होइन ल्यापटप भयो फेरि है गाइस यो भयो अब म यहाँ गएँ युट्युबमा जान्छु युट्युबमा मजाले गीत बजाएर भाँडा माझ्नुको फेरि छुट्टै छ मैले फेरि के हेर्छु भने चाहिँ
सौरभ जोशीको हेर्छु एउटा इन्डियन ह्याकरको हेर्छु होइन अनि एउटा फेरि अब एक्सप्लेन गरेको मतलब यिनीहरू क्रिएटरहरूको एउटा यस्तो मुभीहरू हेर्छु यो भयानकवाला पहिला यसलाई डाउनलोड गरिहालौँ किनभने चाहिँ लाइन गयो बेला फेरि यही सहारा हो क्या फेरि डाउनलोड गरेर चिज हुन्छ नि त्यही हेर्दै बस्छु कि म फेरि अनि मेरो बेस्ट ऱ्यापर भनेर चाहिँ V10 अनि एबे डङ यस्तोहरू हुन् के कथा V10 को कथा अरे हो लो यहीबाट बनाएको हो यो फेरि मलाई थाहा भएको छ अनि ब्यान्डहरूमा फेरि एक्सेस ब्यान्ड भनेपछि यस्तो बेस्ट हुने मेरो त कसम भने एक्सेस ब्यान्ड लभली लिटरली भन्दा लभली ब्याङ्करवाला एक्सेस ब्यान्ड मेरो प्रेम एकचोटि अधुरो प्रेम अनि के हो 7 समुद्र पारी अनि मुस्कान अनि यिनीहरू त खासै मन पर्दैन अनि उनको स्वेटरवालामा जो छ नि त्यो कसम ब्याङ्कहरू पार्दैवाला हुन्छ नि यस्तो बाबा लाग्छ नि पुरै छोडिदिने हेर्नु गिटार चाहिँ किन डाउनलोड गर्न मिल्दैन है म त्यो भन्छु कि यार गिटार डाउनलोड गर्न मिल्दैन नि यार ल्यापटपमा हो कि के हो मिल्यो लाइन गयो बेला फेरि मोबाइलमा चार्ज खासै हुँदैन होइन अनि त्यही भएर त्यो गर्ने नै हुँदैन कि त्यही पहिल्यै डाउनलोड गर्ने ल्यापटपमा सर्भर बनाउने सो त्यही अब गीत बजाइसकेँ मैले अब यहाँ भएको यति भाँडा मार्नु छ त्यसपछि खाना पकाउनु पर्छ सो त्यसको लागि चाहिँ अब अलिकति टाइम लाग्छ अहिलेको लागि होल्ड अन अहिलेको लागि यति त वाचिङ लास्टसम्म हेर्नु होला भिडियो चाहिँ त्यही हो भाँडा मारिदिनु सक्यो अब एनिमे हेर्दै आलु छिल्दै गरेको छु त्यही अब खाना पकाउनु पर्छ अब म यहाँ खाना पकाउँदैछु एनिमे हेर्दै खाना पकाउँदै अब भात बस्ने हो भाग बस्नु पर्ने हुन्छ हामीले चाहिँ पहिला रोकाउनु होइन चलो चामल पनि आइसक्यो अब चामल खानुपर्ने हुन्छ त्यही हो डेली भ्लग गर्ने भने कहिले के मिल्दैन कहिले के टाइम हुँदैन बिस्तारै हुन्छ यसको पनि बानी बस्छ गर्छु डेली भ्लग म चाहिँ कमेन्ट गर्नु होला कसलाई के कस्तो लाग्छ त्यही हो साथ सपोर्ट भयो भने अलि हौसला मिल्छ नत्र भने त त्यस्तै हो हुन्छ ल्याएर यस्तै छ अहिले गएँ म यहाँ खाना पकाउँदा मम्मीले फेरि कहाँ पुराना फोटो निकालेर दादाले पठाउनु भएको चाहिँ फोटो निकालेर देखाउनु भएको खै मम्मी देखाउनु त
मेरो छोरा यसो गरेर बिचारा पुलमा चुपुक्क यो होइन सानामाको फोटो पठाइदिएर रहेछ कि मेरो भाइले राखेको रहेछ यो चाहिँ म कान्छो छोरो यहाँ जेठो छोरो दिउरानीको छोरो फेरि यहाँ म यहाँ छु म पनि छु कि यस्तो पातली यो भदै यो अस्मिता हेर त अस्मिता यस्तो पातली थियो कि मेरो कान्छो छोरो पुलमा कस्तो गल्ल बछ्याइसिन् टाउको पुङलुङ्गा देखाएला यो सानी भदेनी कान्छो भाइको छोरी यो मेरो जेठो छोरो यो मेरो कान्छो छोरो यो दिउरानीको छोरो सागर यो आकाश मेरो जेठो छोरो यो अमृत मेरो कान्छो भुन्टुङ पुन्टुङ दुई भाइ मेरो जेठो छोरो मेरो कान्छो छोरो यहाँ फेरि ठुलोमाको यहाँ पनि सिद्धो यति हो सानाको फोटो हेर्ने सम्झिने पहिला कुरा याद गर्ने रुने हाँस्ने बस्ने यस्तै छ यति बेला के अरे म पुलमा खसेँ यति बेला नि मम्मी पुलमा होइन उता के अरे खोलामा दिशाको राममा दिशा गर्न जान्छु भन्दाखेरि आफै दिशा धुन गएर सानामा होइन तपाईँले आफै त भने हो कि मलाई त्यही हो त्यही अब खाना पाकिसकेको छ खाना खानुपर्छ हाम्रो चाहिँ खाना खा मम्मी कपाल नै ठुलो भयो कपाल नै काट्नुपर्छ क्या अब मम्मीले नि खाना दिएर सकेर भइसके मम्मी उहाँ बसेर खाइराख्नु भएको अनि म चाहिँ 100 रुपियाँ मासु लिन जान लाग्छु मासु त खाना पऱ्यो मम्मीले उहाँ खाएर भइसक्नु भएको छ सो त्यही मोबाइलमा चार्ज पनि छैन म एकछिन माथितिर गएर आउँछु अनि पछिबाट माथितिर भिडियो त बनाउनु हुन्थ्यो तर मोबाइलमा चार्ज छैन त्यो टेन्सन हो फेरि के गरौँ माथितिर मोबाइल लगाएर जान्छु मासु लिन जान्छु म आज सर लाएर सो त्यही हो म चाहिँ अब चल्दै हो सो त्यही हो थ्याङ्क यू फर वाचिङ है आज इन्कम्प्लिट भयो पनि भिडियो चाहिँ अनि यस्तै भयो आजको लागि चाहिँ त्यसको लागि चाहिँ सरी डु नट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला र के कस्तो लाग्छ भिडियो कमेन्ट गर्नु होला अनि तपाईँहरूले कमेन्ट गरेर ज हो मलाई यस्तो आर्ट आउने इफ यु लाइक माई भिडियो क्यान कमेन्ट इट कस्तो छ त्यो भिडियो भनेर हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ सो थ्याङ्क यू फर वाचिङ जय नेपाल